साथीहरु गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी चाहिँ मुस्ताङको यात्रा हुँदैछ। मुस्ताङ भन्दैन मुक्तिनाथकै यात्रा हुँदैछ। त्यही भएर आज चाहिँ हामी सर्वप्रथम इटा लगेर जान लाग्यो। हिजो लोड गर्न लगेको त्यो गाडी चाहिँ हिजो देखाउन पाएन। अब आजदेखि अब इटा लोड गरेर अब जान लाग्यो मुक्तिनाथ। तपाईँहरूलाई बाटोमा के कसो पर्छ देख्दै हुन्छु। यो चाहिँ चमेरदेखि थोरै अगाडिको पहिरो हो। यहाँ चाहिँ पहिला पहिला चाहिँ एकदम पहिरो गइराख्थ्यो। अहिले चाहिँ हामीले छानिदिएको छ। बाटो पनि अहिले राम्रै बनाइदिएको है। अनि यहाँ चाहिँ कता गरायो गाउँको टाइपको अब अलिकति राम्रै बनाइदिएको। यहाँ चाहिँ ढलन हाने हुन्थ्यो। सकमा चाहिँ ढलन हाने भने चाहिँ राम्रो हुन्थ्यो यहाँ चाहिँ। अब यो बिस्तारै गरेर नि अब युवाको अब पालो आएको अब युवाले कुरा उठाउँछन् भन्ने कुरो हो यहाँ चाहिँ है। ल हेर्नु यहाँको थर चाहिँ डेन्जर छ। तपाईँहरू चाहिँ त्यहाँ पारीसम्म गएर फोटो खिच्न चाहिँ सक्नुहुन्छ। यहाँ चाहिँ के अरे पारी गएर पौडी खेल्न चाहिँ हुँदैन। यहाँबाट पारी जाने पुल पनि छ। पौडी खेल्न चाहिँ हुँदैन है साथीहरू। पहिला चाहिँ एकजना मेरो साथीको साथी चाहिँ नै के अरे पौडी खेल्न जाँदाखेरि त्यहाँ गाडिएर कता कता हराएको यही ठाउँबाट। त्यही भएर यो ठाउँमा चाहिँ पौडी नखेल्नु होला। अगाडिको बाटो चाहिँ हल्का यस्तो छ। यो बाटो पिच हुन लागेको चाहिँ धेरै भएन, जम्मा 8-9 वर्ष हुन्ला। अहिले चाहिँ अलिकति पिच गर्न लायो जस्तो गरेको थियो। अहिले चाहिँ ल यहाँ चाहिँ अगाडि चाहिँ यस्तो बाटो छ है। हाम्रो चाहिँ एकदम ओभरलोड जस्तै हो गाडी चाहिँ। किनकि त धेरै लोड छ। हाम्रो बल्ल बल्लसित हिँड्दा चाहिँ यहाँ गाडी चाहिँ एकदम भिड मारेर यहाँ चाहिँ अलिकति यहाँ पहिरो चाहिँ यस्तो छ माथिदेखि हेर्नुहोस्, माथिदेखि कति ठुलो पहिरो आएको छ। यहाँ अर्को साल यो बाटो रहला त। बाटो हो नि यति सानो। यो पहिरो आउनु लागेको चाहिँ धेरै पहिलादेखि नै हो है। गाडी यस्तो झुलान्छ। तपाईँहरूले त देख्नुहुन्न झुल हानेको। गाडीमा बस्ने मान्छेलाई थाहा हुन्छ झुल कतिको हान्छ भन्ने। यो बाटोमै हेर्नु त कति ठुलो खोला छ त्यहाँ। त्यहाँ बस फसेर बसेको छ मुस्ताङ एसी। मुस्ताङदेखि काठमाडौँ जाने बस। बाटो हेर्नुहोस् कस्तो छ। माथिदेखि एकदम बिस्तारै हिँड्दाखेरि हामी कहाँदेखि आएको यसलाई हाम्रो बाटोमा देखेकै छैन भने अहिले अगाडिबाट चाहिँ इसारा गरेर चाहिँ हाम्रो बनाइरहेको हुन्छ त। 2-3जना अगाडि देखाएन भने अगाडि जाँदा 3-3जनाले इसारा गरिराख्नु। गाडी बिचरा ठुलो गाडी लिएर आउने नि अलिक गाह्रै छ है। यो बाटो चाहिँ यो 3 सापेटे गाडी हो यो चाहिँ। हाम्रो त यस्तो सलल्लै हिँड्छ भने चाहिँ हाम्रो पनि झुल्दा हान्छ। त्यही पनि त झोक्किन डर हुन्छ नि त बढी। त्यो भएर चाहिँ आनन्दले हिँडिराखेको मान्छे। बस पनि धेरै लामो हुन्छ नि यिनीहरू। 3 सापेटे बस भएको चाहिँ मुस्ताङतिरको भाइरल बस है त्यो चाहिँ। अहिले एकछिन बसेर उसले ओभरटेक गर्छ। तल गरेर कहाँ हिँड्दै भयो होला हात खुट्टाहरू। त्योहरू चाहिँ उनीहरूले डक्कलाएर हात खुट्टा धोएर चाहिँ हिँड्छ। हाम्रो चाहिँ ठुलो कुरा हो। हाम्रो गाडी चाहिँ सानो भएको भएर चाहिँ अलिकति फाइदा हुन्छ है। बाटो चाहिँ यस्तो सललको छ है मुस्ताङ। कोही ठाउँमा सललै छ, कोही ठाउँमा चाहिँ अब यस्तै अलिकति अफरोड टाइपको छ। यो बाटो चाहिँ बनाउनु लाग्यो जम्मा 9 वर्ष जति भयो। धेरै भएन 9 वर्षमा चाहिँ अलिकति के हो। अब तपाईँहरूको यता यस्तो छ भने फेरि मुस्ताङमा फेरि एकदम लम्बै अब उता पिच होस् नहोस् एकदम राम्रो हो बाटो चाहिँ उताको। गाडी पनि हेर्न सक्नुहुन्छ है। गाडीको चिसो चाहिँ अलि परेको थियो। अब सिटको कभर हाल्न पाएको, सिटको कभर हाल्न पाएको छैन हाम्रो गुरुजी। अलिअलि भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरूले। पानी परेर सिसामा टाँसेछ। हेर्नुहोस् मुस्ताङ जाने भ्यू यस्तो दामी छ। हामी चाहिँ अहिले बेगखोला आयौँ है। हामी चाहिँ अहिले बेगखोला आएको अवस्था। यहाँ चाहिँ नयाँ पुल बनाएको। पहिला त खोला हिँड्नै पर्दैन। एमआरपी दाइहरू पहिला खोला गएर हिँड्दा यस्तो गऱ्यो भन्नुहुन्थ्यो होइन। यहाँ चाहिँ त्यस्तो पर्दैन है। यहाँ चाहिँ अहिले यस्तो रक्कको पुल बनाएको। अब साना भाइहरू ठुला हुँदै हो पछि अब यही ठाउँमा घुम्न आउने हो, यतै घुम्न आउने। तिनीहरूको लागि सुझाव है भाइहरू। ड्राइभरलाई त सबैलाई थाहा छ यता घुम्न आएको मान्छेहरूलाई चाहिँ। अहिले चाहिँ यहाँको बाटो चाहिँ यस्तो छ। तल चाहिँ गण्डकी भइहाल्यो। हामी त अब तिनट्याङ होइन, अब यही बेगखोला कटेर अब अगाडि तिनट्याङै आयो पुग्न लाग्यो। अब हामी चाहिँ अहिले तिनट्याङ आइयो होइन। तिनट्याङ आएपछि अब ट्याक्क लाएर यहाँ अगाडि त पहिला चेक पोस्ट हुने गर्थ्यो। ट्राफिकहरूले बोलाइराख्थ्यो होइन।
अहिले त ट्राफिक छ कि छैन बेनीतिर त मैले कतै ट्राफिक पुलिसहरू देखेन यहाँ पनि छैन होला अब खै सुनसानै छ अहिलेको कार्यकालसम्म त लगभग सुनसानै छ है यहाँ पनि अब यस्तरी पिच भदै अहिले अस्ति नै आउँदासम्म त पिच भएन यही हो ट्राफिकको चेक हो छैन हौ कोही छैन यहाँ भित्र ट्राफिक पुलिसहरूको चौकी नै बन्द भएर गायब छ मान्छे किनकि अलिअलि सहयोग गरे होला नि त पहिला जनताहरूलाई त्यो भएर नि हुनसक्छ है तपाईँहरूलाई यहाँ अर्को झरना देखाउँछु यहाँको चाहिँ डेन्जर झरना हो है यहाँको चाहिँ एकदम भाइरल झरना त्यहाँको पानीले यहाँसम्म डेन्जर राफ हानिरहेछ बाफ हानिरहेछ भनेपछि यहाँ ट्रक लाएर पौडिने ठाउँ पनि छ तपाईँहरू आउँदाखेरि त यसो भिजिट गर्न सक्नुहुन्छ यो ठाउँ चाहिँ यो ठाउँ चाहिँ एकदम राम्रो छ यसो हेर्नलाई अब यताउति चियासिया खाने भनेपछि यतापट्टि तलपट्टि अब सानो होटल छ तपाईँहरूले जस्तो खोज्ने रोज्ने जस्तो 5 स्टार होटल चाहिँ छैन यस्तो रमाइलोको लागि चाहिँ अलिकति चियासिया खाम भन्छ होटलहरू पनि छ यो ठाउँमा यस्तो बर्खाको बेला चाहिँ के हुन्छ भनेपछि चाहिँ हामी सट्ट लाएर हिँड्ने छ अलिअलि सिमसिम पानी परिरहेछ यहाँ पल्तिर चाहिँ एकदम ढुङ्गा झर्छ क्या पहिला म आउँदाखेरि चाहिँ एकदमै उकालो ठाडो बाटो थियो यसलाई चाहिँ सट्टै काटेर एकदम डाउन गरेर राम्रो बाटो बनाएर चाहिँ बनाउनलाई चाहिँ अहिले पनि अब ढलन गरेको थियो त्यो ढलनमाथि चाहिँ अहिले के अरे पहिरो झरेको भएर चाहिँ ढलनमा चाहिँ सफा गर्न सजिलो भएको चाहिँ अहिले अलिकति राम्रै छ बाटो हो यो ठाउँमा चाहिँ टक्क अझै पनि पहिरो रहेछ त्यति साफ गरेको छैन अब साफ हुने त कुरै भएन अब साफ हुने भनेको दसैँ पछि होला हेर्नु अगाडि एउटा रागको गाडी आयो यो ठाउँमा चाहिँ है यहाँ चाहिँ एकदमै साङ्ग्रो छ बाटो चाहिँ यो चाहिँ बेनीको सिकाउने गाडी हो प्राइभेट गाडी छ है यहाँ पनि कसलाई सिकाउँदै लिएर आएर देख्छु तर सिकाउँदै त होइन होला यहाँ चाहिँ एकदम दामी कोप्रे छ क्या यहाँ चाहिँ ठुलो गाडीहरूलाई चाहिँ अझै पनि अलिकति गाह्रो हुन्छ है हाम्रो चाहिँ अलिकति ठिक्क गाडी चिक्क गाडी छ हामीलाई तल चाहिँ यहाँ गण्डकी चाहिँ कति नजिक पर्छ यहाँ चाहिँ देख्न सक्नुहुन्छ अगाडि बाटो चाहिँ यस्तै हो है उकालो बाटो यहाँको बाटो चाहिँ रक्क लाएर अलिकति अप्रेट टाइपको छ यहाँ चाहिँ हामी काम लाग्यो भने चाहिँ तातो पानी आइपुग्नु लाग्यो अब तातो पानी होइन के भन्छ यसलाई तातो पानी नै हो तातो पानी आइपुग्नु लाग्यो अब तातो पानी यहाँ चाहिँ एउटा चाहिँ अलिकति पुगेको छ पिच अप्रेट छ यो बाटो चाहिँ ठिकै छ तपाईँहरू देखाउँदै गर्छु मेरो भिडियो यसो इन्ट्रेस्टिङ लाग्छ भने राम्रो लाग्छ भने लाइक सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला लास्टमा गएर बेल आइकन पनि थिच्नु होला किनकि मेरो पुरै भिडियो हेर्नको लागि हामी चाहिँ अहिले टक्क लाएर तातो पानी आइयो यता चाहिँ टक्क मेसिन राखेको रहेछ यो मेसिन चाहिँ किन राखेको भने चाहिँ यहाँ तातो पानी नै बोकाउनु लाग्छ गण्डकीले यहीँ छ गण्डकी चाहिँ यो चाहिँ ट्याक्क तातो पानी हो तातो पानी यहाँ चाहिँ जे होस् यहाँ चाहिँ रोगहरू चाहिँ निको हुँदैन हाम्रोतिर चाहिँ रोगहरू निको हुन्छ हाम्रो चाहिँ सिङ्ग तातो पानी भयो यो चाहिँ यता भुरुङ तातो पानी भन्छ नि क्या ठाउँलाई चाहिँ यहाँ चाहिँ जे होस् डुबेर मनोरञ्जन लिन चाहिँ सकिन्छ है साथीहरू हेर्नु है यहाँको भ्यूहरू चाहिँ दामी देख्छ क्या हो यहाँबाट चाहिँ त्यो देखिन्छ चाहिँ पुरा बाहुबली झरना हो है त्यो चाहिँ सट्ट लाएर बाहुबली झरना हो त्यो चाहिँ अब यहाँबाट चाहिँ भ्यूहरू चाहिँ सही देख्छ यो माथि चाहिँ अब जति माथि गयो त्यति नै पुटाएर चुच्चो देखिँदै जान्छ क्या यहाँबाट चाहिँ डाँडा नि हेर्न सक्नुहुन्छ तपाईँले चाहिँ कस्तो छ हामी चाहिँ टक्क लाएर यहाँ हिँडिरहेछौँ है यो चाहिँ ट्याक्क तातो पानीदेखि अगाडि हो यहाँ अगाडिको बाटो चाहिँ कस्तो छ त्यो अब देखाउनु त सक्दैन होला अब गाडी चलाऊँ कि मैले देखाऊँ है भाइ नि छ छनलाई भिडियो बनाउनु त त्यही पनि अब यहाँ चाहिँ यो खोलो चाहिँ कुन चाहिँ हो यसो कमेन्टमा भन्नु होला है मलाई चाहिँ त्यति नाम चाहिँ थाहा छैन यहाँको बुढोहरू चाहिँ यस्तो चुच्चो हुँदै जान्छ कि अब जति टाढा गयो उति नै चुच्चो हुँदै जान्छ है तपाईँहरूले यहाँको बाटो देख्न सक्नुहुन्छ माथिदेखि केही आउला भन्ने डर फेरि एक्समा रहेछ फेरि हेर्नुहोस् बाटो यस्तो साङ्ग्रो बाटो जानै पर्यो यहाँ गण्डकीको भुलको हेर्न सक्नुहुन्छ तपाईँहरू गण्डकी त अब पाल दिँदैछ है यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ चाहिँ एक बेरमा आनन्दले हिँड्नु पर्दैन किनकि अब कस्तो गर्दैछ बाटो अब छानेर हिँड्नुपर्छ बाटो है त्यो भएर नि अलिकति गाह्रो यस पहिलाको भन्दा चाहिँ राम्रो रहेछ बाटोहरू चाहिँ तपाईँहरूले यहाँको भ्यू नि हेर्न सक्नुहुन्छ यस्तो दामी भ्यू छ कि यस्तो बेलामा जता हेऱ्यो नि राम्रो के गर्ने अब सधैँ बस्न मिलेन यहाँ चाहिँ अघि हामीले पर भेटाएको बस चाहिँ यहीँ भेटा खाम होइन हामीलाई उडाएको हानेर आएको थियो यहाँ चाहिँ पुरै बाटो हिलो भएको रहेछ यहाँ पहिरो आएको रहेछ त्यही भएर चाहिँ यहाँ डेन्जर सडक विभागको दामी लोडर रहेछ यहाँ चाहिँ
त्यसले चाहिँ उस गर्दैछ बनाउँदैछ वहाँ अगाडि चाहिँ पुरै उस गरिरहन् ल अगाडि पनि एउटा ट्रक चाहिँ यसो बसिरहेको रहेछ त्यति धेरै त कोही छैन अब बाटो बनिसक्न लाग्यो होला सायद यो बाटो बर्खा बेला हिँड्दाखेरि चाहिँ अलिकति गाह्रै छ जे होस् मान्छे हेर्दाखेरि चाहिँ अलिकति सुनौलो अवसर नै रहेछ है ल यहाँको बाटो हेर्न सक्नुहुन्छ तपाईँले हिल्याममै माथिदेखि यस्तरी आएर अब गाडी तान्छ कि तान्दैन भन्ने कुरो होइन अन्त बाटो कस्तो छ गाडी चाहिँ हल्का ब्याक गर्ने अवस्था धेरै गाह्रो है बाटो चाहिँ हामी चाहिँ एक्लै आयो होइन पछाडि अर्को गाडी पनि आएको छ हाम्रो यस्तो छ बाटो चाहिँ पहिरो हाम्रो गाडी चाहिँ जाला जस्तो भइसक्यो अगाडि गइसक्यो बढ्यो अगाडि निस्क्यो हाम्रो गाडी डुबिङ क्लासमा हेर्छ छैन हाम्रो गाडी चाहिँ निस्क्यो बस चाहिँ आउँछ कि के गर्छ थाहा छैन गाह्रै छ बस ल्याउन त्यस्तो बाटोमा ल है गाई हामी रुप्से झर्नामा आयौँ है हेर्न सक्नुहुन्छ रुप्से झर्ना मात्रै ठुलो आएछ ल है त साथीहरू हामी चाहिँ ढक्क लाएर रुप्से झरना आइपुग्न लागि होइन यहाँदेखि जमसुम चाहिँ 39 किलोमिटर छ यहाँ चाहिँ ढक्क लाएर रुप्से झरना भइहाल्यो अब यहाँ एक दुईवटा अब सेल्फी टाइपको केही फोटोसोटो खिचेर जाने होला है ल है हाम्रो गाडी चाहिँ यहाँ छ है ढक्क लाएर मेरो गाडी चाहिँ यहाँ छ इन्स्टल रोड छ यहाँ चाहिँ अलिकति हिलाममै छ बाटो है यहाँ चाहिँ मेरो गाडीको अवस्था चाहिँ यो छ यो देखिरह अनिलपुर चाहिँ आउँदै हुन्छ पछाडि यो त टक्क लाएर रुप्से झरना भयो यो चाहिँ के अरे ट्याक्क लाएर यहाँ बेली ब्रिज छ होइन 25 मिटर रहेछ यहाँ चाहिँ कति टनको क्षमता छ है 25 टन 25 टन मात्र रहेछ अस्ति नै चाहिँ हाम्रो गाडीले 2टा लोड गाडी हालेको नि केही भएन कि यो पुल चाहिँ तर थाहा नभएको भएर अहिले चाहिँ यहाँ यसो हेर्दा बोर्डमा टन लेखेर चाहिँ त्यति टन भनेर है ल त हामी अहिले काभ्रेको भिडमा आइयो यहाँ चाहिँ अलिकति स्पिड चलाउनुपर्छ गाडी चाहिँ तर स्पिडै कुद्दैन किन भनेपछि यहाँ चाहिँ माथिबाट ढुङ्गा खस्छ है हाम्रो चाहिँ अलिकति ओभरलोड भएको भएर चाहिँ अलिकति एकदमै बिस्तारै हिँड्छ यहाँ चाहिँ यस्तो छ कि पहिला चाहिँ यहाँ पहिला एकचोटि आउँदाखेरि चाहिँ म चाहिँ यहाँ आउँदाखेरि चाहिँ एकदम खराब थियो बाटो चाहिँ यो मुक्तिनाथ के अरे के भन्छ नि यो तल चाहिँ यस्तो छ कि यो चाहिँ मुस्ताङ जिल्ला ट्याक्कै टच गरियो हामीले चाहिँ यहाँबाट चाहिँ पहिला यो म्याग्दीमा चाहिँ ढलनै थिएन यो म्याग्दीको बाटो चाहिँ यो चाहिँ ट्याक्क लाएर के भन्छ अरे यो मुस्ताङको बाटो चाहिँ पहिल्यैदेखि ढलान थियो यहाँदेखि माथि चाहिँ अब मुस्ताङ जिल्ला सुरु भयो यहाँ चाहिँ गण्डकी कसरी आज हेर्न सक्नुहुन्छ यहाँ चाहिँ ढक्क लाएर यो काभ्रेको भिडमा यहाँ चाहिँ यस्तरी पानी झरिरहेको छ वाइफर लगाएन पनि आच्छो है लास्ट चिसो पानी छ यार यहाँ चाहिँ यस्तो छ है अब वाइफर चाहिँ ढक्क लाएर लाउनु पर्ने हुन्छ यहाँदेखि उता चाहिँ अहिले पहिरो झर्दैन यता चाहिँ अहिले डर छैन यो एरिया पहिरो झर्ने भनेको चाहिँ अहिले पछाडि चाहिँ है अब हामी चाहिँ पहिरो झर्ने एरिया चाहिँ कटियो अगाडि चाहिँ सानो झर्ना रहेछ जस टाढाबाट हेर्दा चाहिँ राम्रो देखिन्छ अझ वहाँ गएर फोटो खिच्न पाए चाहिँ अझै राम्रो देखिन्थ्यो होला यहाँको बुटोहरू चाहिँ यस्तरी हावाले ढलाइरहेको हो कि यतातिर चाहिँ किनकि हिउँ पर्ने भएकोबाट चाहिँ त्यस्तो चुच्चो खाले बुटाहरू हुन्छ सायद हिउँकै कारण होला अहिले घाँस आइयो है अलि पानी परिरहेछ सिमसिम अगाडि चाहिँ काभ्रेदेखि थोरै यतापट्टि चाहिँ झन् पहिरोले थिचेन अलिकति ढुङ्गाहरू चाहिँ झरिरहेको छ हेर्न यहाँको बुटाहरू यहाँको भ्यूहरू हेर्नु क्या दामी देख्छ कि अझ यो बादल नलागेको भए यो पानी नपरेको भए अझ क्या दामी देख्थ्यो है बादल लागेको भएर चाहिँ अलिकति राम्रो देखिएन हामी चाहिँ अब दानाको चेकपोस्टनिर आइपुग्न लागि दाना कि घाँसाको चेकपोस्टनिर आइपुग्न लागि अब एकछिनमा घाँसा पुगेपछि त्यहाँ अब चेकपोस्टमा अब पुलिसहरू त कतै पनि देखेन मैले ट्राफिक पुलिसहरू चाहिँ अब गएर हेरौँ अब के हुन्छ अगाडिको भ्यू चाहिँ यस्तै छ भाइ चाहिँ यहाँ ढक्क लाएर मुस्कान दिँदै बसिरहेको छ भाइ घुम्न जान्छ भनेर लिएर आएको है ल हामी चाहिँ अहिले त ट्याक्क लेट चाहिँ आइपुग्यो है अब अलि पर गएर खानासाना खानुपर्छ यो ठाउँमा चाहिँ यसो भागोहरू चाहिँ अलि बढी दिनुहुन्छ भागो चाहिने साथीहरू चाहिँ अलिक धेरै नै आयो भागोहरू बाटैभरि भागो पाइदो रहेछ साथीहरू के गर्ने लग्न मिल्दैन
बेचेको बजार त मलाई दियोस् अलिकति रमाइलो र अलिकति आनन्द आउने खाले आउला चाहिँ हामी त लेते आइपुगेको होइन कलाले यहाँको चाहिँ सिनहरू चाहिँ हेर्दाखेरि अनि यहाँ पढ्न चाहिँ एकदम राम्रो के घरहरू पनि दामी दामी बनाएको च्याप्टर चिटिक्कको होइन पुरानो पुरानो त्यो पहिलाको सरकारी भवनहरूको डिजाइनको त्यही घरहरू होइन त्यस्तो डिजाइनमा अब सरकारी भवनहरू छ केही पनि भएन भनेर चाहिँ यहाँ अब अलिकति राम्रै छ त्यो अलिक पाराको राम्रो ठाउँ छ यो यस्तो गर्मीमा पनि एकदम शीतल आनन्द आउने ठाउँ रहेछ यो चाहिँ अलिअलि पानी परेको भएर नि होला यहाँ चाहिँ अगाडि भ्यू हेर्न सक्नुहुन्छ यस्तो दामी भ्यू छ कि आमा छोडेर जानै मन छैन के गर्नु बसिराख्नु नि भएन ल भ्यू हेर्नु है यति राम्रो भ्यू कहाँबाट आउँछ होला कहाँ देखिन्छ होला यति राम्रो भ्यू घरहरू नि हेर्नु न कति राम्रो राम्रो भवनहरू यहाँको भ्यू आम्बो क्या दामी देख्छ हौ यो हट त्यहाँ पारी पारी लागेको त्यो बादल त्यो मागेर सुई जस्तो त्यो बुट्टाहरू है अगाडि यो पिच गरेको बाटो आमा दामी देख्छ हो साथी हो एकचोटि भ्रमण गर्नु चाहिँ आउनु पऱ्यो भिजिट गर्नु चाहिँ है दामी देख्छ ठाउँहरू पनि दामी छ आनन्दको अलि बाख्लो कपडा चाहिँ लाएर आउनु होला गर्मी महिना छ भनेर पातलो पातलो लाएर आउनुहुन्छ होला आउन चाहिँ नखोज्नु यहाँ बाइकमा छ भने त अभियसली झन् बाख्लै लाएर आउनु पऱ्यो गाडीहरूमा आउँदाखेरि नि अलिकति बाख्लै कपडाहरू लाएर आउनुपर्छ यहाँको भ्यूहरू चाहिँ डेन्जर छ कि ल अझ यो के अरे घाम लागेको भए अझ राम्रो देख्थ्यो होला यहाँको ठाउँहरू चाहिँ अहिले घाम नलागेको अरे यति बेला देखिरहेको छ है ल हामी लेते कटिसकेको सिन चाहिँ देख्न सक्नुहुन्छ यहाँ के कस्तो छ भने यहाँ क्या दामी बगर छ कि हाम्रो यहाँदेखि चाहिँ बल्ल सानो भएर गएछ खोलो नभएपछि यहाँदेखि चाहिँ एकदम ठुलो छ कि बगरै बगर यहाँदेखि गण्डकी त हिँडेर तरिन्छ जस्तो छ कि पुरै होइन यहाँ चाहिँ अब सब फैलिएर गयो कि खोलो चाहिँ यहाँ बगर त कति कति ल है साथीहरू मुस्ताङको स्याउ बगानमा आइयो कस्तो स्याउ खान मन लाग्यो हजुरहरूलाई जस्तो भनौँ त्यस्तै पाइन्छ किनेर उता हेर्नु बाटो बन्दै छ स्याउ हेऱ्यो भ्यू हेऱ्यो स्याउ हेर्ने मात्र त हो चोर्न नपाए हामी त दुःख सुख टक्क लाएर मार्फा आइपुग्नु लाग्यो मार्फातिरको मरुभूमि चाहिँ देख्न सक्नुहुन्छ यहाँदेखि उता चाहिँ दामी भ्यू देख्छ क्या आमामा हेर्न बुट्टाहरू नि क्या तिखा तिखा दुर्गा अलि अगाडि गएपछि त बुट्टा देखि नै छोडिन्छ बुटै देखिँदैन त्यही पनि यहाँको भ्यूहरू चाहिँ एकदम क्लियर के एकदम राम्रो हो यतातिर पनि दामी दामी भ्यू रहेछ कि यतातिर हाम्रो यस्तो पो हो त केही बोल्न पर्छ जस्तो लाग्दैन गरी भ्यू आफै बोलिरहेछ वरिपरि हेर्नुहोस् यहाँ भ्यू कति राम्रो राम्रो स्याउ खेती यति धेरै स्याउ फलेछ यति धेरै स्याउ फलेछ भ्यू हेर्नुहोस् न भ्यू एकचोटि त मुस्ताङ आउन पर्छ है अरू ठाउँमा जान नसके नि मुस्ताङ त जे गरेर नि आउनुपर्छ यतिको त हेर्न पाइन्छ नि विदेश किन जानु पऱ्यो यस्तो भएपछि खत्रै ल हामी त अहिले ट्याक्क लाएर मार्फा आइपुग्यो मार्फाको भ्यू हेर्न सक्नुहुन्छ अहिले गाडी बन्द भएको गर्दा त्यति गाडीहरू चल्यो होइन हाम्रो चाहिँ टिप्पर भएको भएर चल्न दिएको होला अगाडिको भ्यूहरू देख्न सक्नुहुन्छ यता र उता जता हेरे पनि स्याउ नै स्याउ छ यहाँ चाहिँ स्याउको सुकुटी स्याउको रक्सी स्याउको अचार जे भनौँ त्यही पाउँछ है यो मार्फा ठाउँमा चाहिँ अस्ति नै म आएको बेला चाहिँ अलिकति मार्फा चाहिँ लगेर गएको थिएँ सुकुटी खाएको सुकुटी चाहिँ अलि हामीलाई अब त्यति नखाने भएको भएर चाहिँ अलि त्यति मिठो लाग्दैन यहाँको चाहिँ स्याउ नै मिठो हो स्याउ र मार्फै मिठो फेमसै त्यही छ है यहाँको बाटो चाहिँ सर्व लार्जियोस् म्याग्दी भन्दा चाहिँ मुस्ताङ चाहिँ कति डेभलप छ के एकदम विकास भएको ठाउँ हो कि यो भनेको अब बाटैको कारणले हेर्ने त हो हामीले अब जहाँ गइन्छ त्यही बाटो हेर्ने त हो म्याग्दीमा त यस्तो काहीँ पनि छैन म्याग्दीमा त अब पहिरो सहिरो यताउति आउने भएको भएर नि होला यहाँ चाहिँ एउटा नाली पनि बनाउँदैनन् कि बाटोमा किनकि अब त्यो बाटोमा अब पानी पर्दैन रे यो ठाउँमा त्यो भएर चाहिँ नाली नबनाएको होला हेरौँ है हेरौँ मजाले हेरौँ यतातिर नआएन यही भलकबाट हेरौँ कहाँबाट हेर्ने होला यस्तो
क्या मजाको आमा घर त जाम नै भएको छैन यो देखेर। हाम्रो धेरै धुलो उडेर चाहिँ यस्तो पर्दा लाएर हिँड्नु पर्यो। काली गण्डकी यहाँ चाहिँ गण्डकी भइहाल्यो। भ्यू हेरेर कुरा गर्नु क्या तपाईँहरू। को कोलाई मन पऱ्यो कमेन्ट गरिदिनु। यसो अझ राम्रै लाग्यो त अब लाइक पनि गर्दा फरक पर्दैन। ल है ल, जता हेऱ्यो त्यतै राम्रो, जता हेऱ्यो त्यतै राम्रो। कति राम्रो हुन सकेको यो मुस्ताङ भन्ने ठाउँ। फेरि पिच आयो के रहेछ यतातिर चाहिँ धेरै जसो बाटो पिच रहेछ। पिच नभएको बाटो नि एकदम राम्रो एसफाल्ट पिच टक्क लाएर। बाटो बिचमा चाहिँ अलिअलि नराम्रो नि छ छनलाई, तर त्यति पहिलाको जस्तो गाह्रो चाहिँ छैन है सुनेको अनुसार। अब हामी आएको त म आएको त पहिलोचोटि हो। दाइ चाहिँ पहिला नि आइराख्नु भएको थियो। भ्यू हेर्नुहोस् न, भ्यू आमा। फाइनली हाम्रो अर्को गाडी पनि आयो है। हामी कागबेनी जाँदै कुदाइदाखेरि रकेट छ गरे। ल ल हामीले साइड भाग्यो। फेरि हाम्रो पालो अगाडि जाने। आऊ हेर्नुहोस् न, छोडेर जानै मन छैन, के गर्नु, छोडेर जानै पर्छ। अहिले कागबेनी आइयो है। कागबेनीदेखि तलतिर जाँदैछ। जता गयो राम्रो भ्यू कति देखाउने हजुरहरूलाई। एकचोटि यतै आएर आफै हेरेर जानु होला। त्यहाँ तलको बाटोदेखि आएको हामी अब कहाँ पुग्नुपर्छ हजुरलाई देखाउँछ। हेर्दै 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 जुन माथिको त्यो धुरी देख्नुभयो नि, त्यो कटेर उता जानुपर्छ। भनेपछि हामीले आज कति हेर्ने यो मुस्ताङ। यति राम्रो ठाउँ कति हेर्ने हामीले मात्र आज। जे देख्यो त्यही राम्रो यो ठाउँ। मोहनी नै लाग्यो। जता हेऱ्यो त्यतै राम्रो। यो चाहिँ काली गण्डकी है। यति सानो छ यहाँ माथि चाहिँ। मुस्ताङमा हाम्रो इट्टा अनलोड हुँदैछ। 5000 इट्टा। धेरै माथि आएर होला सास फेर्नै गाह्रो। कति सर्रा हो चाहिँ यता। एमएनएस माछा उर्छु निर्माण सेवा। इट्टासँगै मुस्ताङको भ्यू कति राम्रो है मुस्ताङ। हाम्रो गाडीले चाहिँ झारिसक्यो। अब अर्को गाडीको पालो। छुट्टै ठाउँबाट खिच्दैको अब कति एउटै ठाउँबाट हाल्ने। हेरौँ है मस्त लाएर। झर्नै गाह्रो गर्छ त के हो। अड्क्यो। झार्यो झार्यो। इट्टाखेरि बाल्लो गिटी जस्तो नहुने, एकै ठाउँमा नझर्ने। लाइन लाएर जानुपर्छ जस्तरी। यति धेरै इट्टा एकैचोटिमा 10,000 इट्टा।